प्रधान न्यायाधीश नियुक्तिले भूकम्प। हर्क साम्पाङले लगाए सहकारी ठगी र जेन्जी आन्दोलनबाट बच्न खोजेको आरोप। बालनले खोले मुख। सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने काबिल न्यायाधीश रोजेको हो के सरकारको दबाव र प्रभावमा न्यायालय पर्दा? नेउखान अहिले नेपालको न्याय राजनीतिक वरिपरि फेरि चर्चामा छ। संवैधानिक परिषदले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिस गरेपछि देशको राजनीतिक, कानूनी र न्यायिक वृत्तमा एकाएक तातिन मात्र पुगेको छैन, भूकम्प नै गएको छ। सरकार यसलाई कार्यक्षमताको विजय भन्दै बचाउमा उत्रिएको छ भने विपक्षी दल, कानून व्यवसायी र केही न्यायिक वृत्तले यसलाई संविधानमाथिको हस्तक्षेपका रूपमा संज्ञा दिएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद छलेर संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनु र त्यसकै बलमा वरियता मिचेर नियुक्ति सिफारिस गर्नु लोकतान्त्रिक पद्धतिमाथिको प्रहार भएको बताएका छन्। साम्पाङले राष्ट्र प्रमुख माथि दबाव दिएर अध्यादेश जारी गराउनु र त्यसपछि न्यायपालिकामा राजनैतिक प्रभाव विस्तार गर्ने गरी निर्णय गर्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन्। उनले सहकारी प्रकरणदेखि 2082 सालको भदौ 23-24 को जेन्जी आन्दोलनका क्रममा संवेदनशील मुद्दामा आफू अनुकूल फैसला गराउने उद्देश्यले यस्तो निर्णय गरिएको हुन सक्ने पत्र नै जारी गरेका छन्। आगो बिना धुवा उठ्दैन भन्ने उखान झै अहिले सरकारको नियममाथि व्यापक प्रश्न उठाइरहेका छन्। अझ आफ्नै पार्टीबाट निर्वाचित उपसभामुख रूबी कुमारी ठाकुरले उक्त निर्णयमा हस्ताक्षर गरेपछि साम्पाङ झन आक्रोशित बनेको नाटक देख्न सकिन्छ। तर सरकार भने विपक्षीको आलोचनाले राजनीतिक रुवाबासी भन्दै निर्णयको बजारमा डटेको छ। प्रधानमन्त्री बालन शाहले शर्मालाई न्यायालयमा गतिशीलता ल्याउने पात्रका रूपमा प्रस्तुत गरेका छन्। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विवरण अनुसार शर्माले सर्वोच्च अदालतमा सबैभन्दा धेरै मुद्दा फर्जिउट गरेका छन्। यही तर्कलाई अझ प्रश्न पार्दै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकपछि प्रधान न्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा गरिएको बताएका छन्। उनले सबै सम्भावित उम्मेद्वार सक्षम भए पनि डाक्टर शर्मा मुद्दा फर्च्युटका हिसाबले सबैभन्दा माथि रहेको जिकिर गरेका छन्। उहाँ मुद्दा फर्च्युटको हिसाबले सबैभन्दा अगाडि देखिनु भएको छ। उहाँको कार्यक्षमता हेरेर नै सिफारिस गरेका हौं। सरकारको तर्क छ न्यायालय वर्षौंदेखि मुद्दाको चाङले थिचिएको छ। अवस्थामा केवल वरिष्ठता होइन परिणाम हेर्नुपर्छ। काम गर्ने कालु, मकै खाने भालु जस्तो अवस्था अन्त्य गर्न खोजिएको सरकार पक्षको दाबी छ। तर यहाँ यही निर्णयले न्यायपालिकाभित्र गम्भीर तरंग पैदा गरेको छ। संवैधानिक परिषद सम्बन्धी निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता भनिएका दिनेश त्रिपाठीले वरियता मिचेर न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्नु संविधानको आधारभूत मर्म विपरीत भएको दाबी गर्दै रिट हालेका छन्। त्रिपाठीले न्यायपालिकालाई कार्यपालिकाको प्रभावमा ल्याउने प्रयास भएको आरोप लगाउँदै पहिलो वरियताका न्यायाधीशलाई नै सिफारिस गर्न परामर्श माग गरेका छन्। उनका अनुसार यो कदमले न्यायिक स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप गर्छ। संवैधानिक परिषदको बैठकमा पनि विवाद चर्किएको थियो। परिषदका सदस्य नारायण दाहाल र विपक्षी दलका नेता भीष्मराज आङदेमेले लिखित सहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्। उनीहरूले स्थापित परम्परा र विधि मिचिएको भन्दै आरोप लगाएका छन्। हालै ल्याइएको संवैधानिक परिषद अध्यादेश सम्बन्धी परिषदमा सबै सदस्य उपस्थित भएमा प्रधानमन्त्री सहित 3 जनाको निर्णय मान्य हुने व्यवस्था गरिएको छ। विपक्षी दलहरूले यही प्रावधानलाई कार्यपालिकाको शक्ति कब्जा गर्ने रणनीतिका रूपमा व्याख्या गरेका छन्। परिषदले प्रधान न्यायाधीशको रोलक्रममा रहेका सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई छोडेर शर्मालाई सिफारिस गरेको हो। राजनीतिक वृत्तमा चर्चा चले अनुसार परिषदले उनीहरूलाई विभिन्न राजनीतिक दलसँग निकट रहेको तर्क गर्दै शर्मालाई अघि सारेको बताइन्छ। सपना प्रधान मल्ल पूर्व एमाले सांसद थिइन्। कुमार रेग्मी नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनसँग जोडिएका थिए भने हरि फुयाल एमाले निकट पृष्ठभूमिबाट आएका मानिन्छन्। सरकार निकट वृत्तले राजनीतिक रूपमा कम विवादित पात्रका रूपमा शर्मालाई अघि बढाइएको छ। तर आलोचकले राजनीतिक प्रभाव हटाउने नाममा नयाँ राजनीतिक प्रभाव स्थापना गरिएको आरोप लगाइरहेका छन्। मुखमा राम बगलीमा छुरा भन्ने उखान अहिले सामाजिक सञ्जालदेखि कानून व्यवसायी वृत्तमा दोहोरिन थालेको छ। यो दोस्रो पटक हो जब प्रधान न्यायाधीश नियुक्तिमा वरिष्ठता मिचिएको। यसअघि वरिष्ठतम न्यायाधीश दीपक राज जोशीलाई पन्छाएर तेस्रो वरियताका गोपाल पराजुली प्रधान न्यायाधीश बनेका थिए। त्यति बेला पनि न्यायपालिकाभित्र ठूलो विवाद उत्पन्न भएको थियो। डाक्टर मनोज कुमार शर्मा प्रधान न्यायाधीश बनेपछि उनी पूरा 6 वर्ष कार्यकाल पूरा गर्ने पहिलो प्रधान न्यायाधीश हुनेछन्। उनी 2089 साल वैशाखसम्म पदमा रहनेछन्। उनको कार्यकाल सकिँदा समेत हाल तेस्रो वरियतामा रहेका हरि फुयालको 3 वर्ष सेवा अवधि बाँकी रहनेछ। यही कारण अहिले सर्वोच्च अदालत भित्र भविष्यको शक्ति समीकरणको चर्चा हुन्छ। यदि फेरि वरियता मिच्यो भने हरि फुयाल पछि 5औं वरियताका नकुल सुवेदी प्रधान न्यायाधीश बन्न सक्ने अनुमान छ।